सबैजनालाई नमस्कार। आज म एउटा छोटो कविता लिएर आएको छु र कविताको शीर्षक छ फेरि सेल्फी ठोकौँ आमा। तृप्त हुनुभयो आमा, म धन्य भएँ त आमा। त्यसो भए वेदव्यास र मनुहरूलाई नि धन्यवाद। धन्न तपाईँकै मात्र औँसी लेखेछन्। छोरी बुहारी नन्द आमाजु सबैको लेख्या भए म कसरी हजुरलाई तृप्त पार्न भ्याउँथे होला र। तैपनि कति पट्यार लाग्छ तपाईँको दिन पर्खन। फुर्सद अलि कम छ आमा, पोस्ट्याउन ढिलो पो हुन्छ कि। पहिला 1-2 पोज हानिहालौँ न। औँसीकै दिनको चाहिँ पोस्ट गर्न मन छ। बिस्तारै पानीसँग हिक्लिक्क गर्दै घुटुक्क पार्नु होला। छिटो गर्नु न, तपाईँको हात काम्लान्। चौबन्दी आज मै कसिदिन्छु। यसो अँगालो मारेर मै खाएको फोटो मुख खोल्नुस् न, थोते नै भए पनि हिस्सी पार्नुस् न। हँसिलो त देख्नै पर्यो नि। सबैले हेर्छन्, पोस्ट्याउनु छ। मेरो माया देखाउनै पर्यो। सबैले हेर्छन्, तपाईँ पो देख्नुहुन्न त। आँखा धमिलिएका छन् तपाईँका। हिजैदेखि चस्मा लगाएर ठिक्क परेका छन् दौतरीहरू। पावर प्लस गरेका छन्। काँधमा काँध जोडेर फोटो खिचौँ न आमा। कति दुःख गरेर भर्खरै बजारमा आएको नयाँ मोडेलको मोबाइल किनेको छु। जुकरबर्ग, तिम्री आमालाई नि धन्य छ। हिजो आज तिम्रै बढी साथले गर्दा तिम्रो आमा झन् मेरै आमा जत्तिकै लाग्न थालेको छ। त्यसैले आउनुस् आमा, पोज पोजमा खिचौँ, सेल्फी ठोकौँ। साँच्चै माया देखिएका पोस्ट्याउला। चाउरी र मुजा परेका तपाईँले कयौँ पटक मुख खोल्ने प्रयास गर्दा मुख खोल्नै नसकी चाउरी परेका डिलिट हानौँला। 4 धाम र तीर्थाटन गराउन नसके नि एडिट गरेरै भए पनि सबै धामको फोटो ब्याकग्राउन्डमा राखौँला। त्यसैले आउनुहोस् आमा, फेरि एकपल्ट सेल्फी ठोकौँ आमा। फेरि एकपल्ट सेल्फी ठोकौँ आमा। धन्यवाद।